हेलो साथीहरु, वेलकम छ फेरि पनि मेरो मिनी ब्लगमा। अहिले चाहिँ भने म घरबाट भिडियो स्टार्ट गरिरहेको छु। म हिजोको हो नि त गाउँमा। अनि साथीहरु, मेरो बिहानको सुरुवात चाहिँ तातो पानीबाट हुन्छ। आज बिहान जस्तो पानी परिरहेको थियो अनि मम्मी चाहिँ यता खेतमा जानको लागि खाजा रेडी गर्दै। मम्मी चाहिँ जानु भइसकेको छ। हाम्रो खेताला छ नि त खेतमा, खेत जोत्ने खेताला अनि बुवा हुनुहुन्छ अनि त्यही भएर खाजा लिएर जानुभयो मम्मी चाहिँ। अनि म चाहिँ भने यता केरा खाँदै छु, एक्लै छु, बहिनी चाहिँ उठेको छैन। यतिकै बसिरहेको थिएँ अनि दिदी आउनु भएछ। मैले चाहिँ अरू पकाएर टिप्न लगाएँ अनि लिएर आएछ अनि खाना थालेको त पुरै अमिलो थियो के। यता दिदीले नि खाँदै हुनुहुन्थ्यो अनि मैले नि एक बाइट हानेको त पुरै यस्तो भएको थियो मेरो मुख। अस्ति नको पालामा चाहिँ त्यति धेरै पाकेको थिएन त अनि अहिले चाहिँ अमिलो लागिसकेछ के। अनि मेरो मुख त चमक चुमुक भएर यस्तो पो भयो साथीहरु। झन् दिदीको त के भन्नु, मुख बिगारी खाए क्या हामीले बिहान चाहिँ युवाहरू बगाड। अनि दिउँसोतिर चाहिँ खानाहरू खाएर म चाहिँ लुगा धुन थालेँ। लुगा चाहिँ धेरै थिएन, अलिअलि थिए, त्यही पनि धोएँ मैले साथीहरु। त्यसपछि चाहिँ लुगा धोएर नुहाइसकेर नि यता चाहिँ म यो घाँसहरू काट्दैछु। घरको आँगनमा कति धेरै आउँछ कि यस्तो यो हरियो घाँसहरू अनि मच्छर नै आउँछ नि त। त्यही भएर साथीहरु मैले चाहिँ काट्दिएँ अनि काटेर नि यता आएको के म यो अरू बगाड। यो चाहिँ हाम्रै घरको हो अरू बगाड अनि यस्तो रातो देख्यो आएको त कस्तो अमिलो। यो देख्न सक्नुहुन्छ हामीले रोपेको के रितु म अनि मम्मी भएर रोपेको नि त यत्रो भइसक्यो। मकैहरू नि यत्रो ठुलो भइसकेको थियो, कति साह्रै बढ्ने हो। त्यसपछि चाहिँ म घर आएँ, यस्तो गर्मी थियो क्या अनि मैले चाहिँ यो बदामको जुस खाएँ साथीहरु मैले चाहिँ शीतल बनाउनको लागि। अहिले चाहिँ भने म यो जेब्रा झोलामा घाँस हाल्दैछु, अघि काटेको यो टिपेर मैले माथि दिनुपर्ने हुन्छ। डोको छैन भन्नु होला, छ तर मैले भेटाएन क्या माथि थियो त्यही भएर। अनि मैले चाहिँ बाख्रा अनि भैँसीलाई पनि ल्याएर दिइसकेको छ, मजाले खाँदैछ। त्यही हो साथीहरु, अब चाहिँ भने भिडियोले इन गर्नुपर्ने हुन्छ। थ्यांक यू फर वाचिङ भिडियो, बाइ।